Hello everyone, welcome to my another mini vlog. गाउँमा कोही नउठ्नु भन्दा पहिला म उठेँ अनि एकछिन मर्निङ भ्यू इन्जोय गर्दै थिएँ। फेरि मम्मीले हाँसो मोर लिएर आउनुभयो अनि छोरो बाटो बनाउने काम हुँदैछ जानु पर्यो भन्नुभयो अनि मैले चाहिँ एकदम स्पिडमा खाना खाएर मनमा चाहिँ पीडा बोकेर र मुखले हस भनेर मनमा कुरा त अर्कै थियो अनि साथीहरूसँग वनतिर लाग्यो अनि बाटोमा जाँदै गर्दा मैले यस्तो दामी फुल देखेँ जुन चाहिँ मैले क्याप्चर नगरिकन म बस्नै सकेन। यस्तो दामी लाग्यो मलाई चाहिँ। तपाईँलाई कस्तो लाग्यो? निरन्तर हामी चाहिँ आफ्नो गन्तव्यमा लागिरह्यो अनि कहिले ओकाली कहिले ओराली गर्दै हामी चाहिँ आफ्नो गन्तव्यतर्फ लाग्दै थियौँ अनि हामी चाहिँ क्लोज पनि थियौँ हाम्रो गन्तव्यसँगै अनि हामी केही क्षण चाहिँ विश्राम लियो अनि एकदमै साथीभाइसँग मिठा कुराकानी गर्दै हामी चाहिँ फेरि अगाडि बढ्दै थियौँ अनि यो चाहिँ हाम्रो टोलीहरू हो। कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ है त। हामी चाहिँ एकदमै जोसमा थियौँ। म चाहिँ चप्पलमै हिँडेकै थिएँ, एकदम दामी लागिरहेको थियो मलाई चाहिँ। हामी केही विश्राम गर्दै मलाई उहाँ अङ्कलको चाहिँ लुगा चाहिँ दामी लागेको थियो है त। हाम्रो गाउँको लोकल स्ट्रबेरी चाहिँ यही नै हो अनि फेरि मैले नेचुरल भाइब चाहिँ क्याप्चर गर्ने प्रयत्न गर्दै थिएँ जुन चाहिँ मलाई यस्तो दामी लागेको थियो। अनि केही मिनट पश्चात चाहिँ म एकदमै हिरो भएर सुटिङ गर्दै थिएँ विथ द नेचर। नबन्दै काम गर्ने ठाउँमा नि पुगेछ अनि म चाहिँ अलिक थाकिरहेको थियो बट साथीले चाहिँ मलाई काठमाडौँ धेरै बसेर आछ एक दुईचोटि गन त हान्नै पर्छ भनेर मैले यस्तो बल ल्याएर गन हान्यो कि म आफै चकित भएँ। काम गर्ने ठाउँमा चाहिँ साथीहरूले आगो पनि फुकेको रहेछ। म पनि चिसो भएर आगो एकदमै दामी पाराले तापियो। नबन्दै खाजा खाने टाइम पनि भएछ। मेरो लागि चाहिँ ममले मलाई एकदमै दामी पारामा लोकल स्टाइलमा रोटी पकाउनु भएको रहेछ जुन चाहिँ पिज्जाभन्दा कम थिएन अनि मलाई एकदमै मिठो लाग्यो। मैले यस्तो मजाले खायो अनि साथीहरूले पनि दियो अनि साथीहरूले पनि मलाई केही चटपटहरू दिनुभयो अनि मजाले खाजा खायो। नबन्दै छेउमा यस्तो दामी मसरुम रहेछ अनि लोकल भाइब्सहरू चाहिँ एकदमै दामी भइरहेको थियो अनि हाम्रो साथीहरूले यस्तो दामी काम गर्नुभएको थियो। फाइनली प्रतीक्षाको घडी पनि सकेर घर जाने बेला पनि भइसकेको थियो अनि म चाहिँ एकदमै दामी लागिरहेको थियो अनि साथीहरू सबै मिलेर हामी चाहिँ घर फर्क्यौँ अनि घर नफर्की बाटोमा एकजना हजुरआमाले चाहिँ बोलाउनु भयो अनि यस्तो दामी पारामा हामीलाई आलु खुवाउनु भयो। उहाँलाई धेरै धन्यवाद। फाइनली आई अराइभ्ड एट माई स्मल होम।